आजको कथा रहेको छ काउ बुढी र अरू कथा संग्रहबाट लिएको कथा। यो किताबको प्रकाशक रहेको छ रातो बंगला किताब 2076, रातो बंगला स्कुल, पाटनढोका, ललितपुर, नेपाल। आजको कथा सियो र सुइरो। भक्तपुर शहरमा बर्खे झरी खुब शीत दर्किरहेको थियो। यस्तो अवस्थामा लामखुट्टेलाई यताउति डुल्न एकदम खतरा हुन्छ। पानीका ठूला ठूला थोपाहरू खसिरहेका थिए र कुनै पनि उड्ने केराफट्याङ्ग्राहरू तीनबाट घाइते भई नलीमा परेर बग्ने सम्भावना थियो। त्यसबेला प्राय सबै लामखुट्टेहरू रुखका पात र हाँगा मुनतिर ओत लागिरहेका थिए। रुखका पातहरू समेत दर्के पानीको मारले काँपिरहेका थिए। तर सुइरो नामक एनोफिलिस जातकी एउटी लामखुट्टे चाहिँ ओत खोज्दै पानीमै यता र उता उडिरहेकी थिए। निथ्रुक्क भइसकेपछि ऊ अन्तमा नजिकैको एउटा घरको छाना मुनतिर घुस्रिन पुगी। धन्न सुइरोको ज्यान जोगियो। ओतमुनि बसेपछि उसले ढुक्क भएर लामो सास फेरी अनि आफ्नो जिउ झड्काएर पानीका थोपाहरूलाई मिल्काउन थाली। ऊ जहाँ बस्न पुगेकी थिए त्यो झ्यालको जाली रहेछ। पानी र हावाले गर्दा बाहिरपट्टि चिसो थियो, तर घरभित्रपट्टिबाट आइरहेको न्यानो हावाले गर्दा उसको जिउ उभानो हुँदै गयो। सुइरो आफ्नो वरिपरि निहाल्न लागि अब के गर्ने होला भनेर। अनि उसले त्यही गरी जो यस्तो झ्यालको जाली अघिल्तिर आफूलाई पाउँदा कुनै पनि लामखुट्टेले स्वाभाविक रूपमा गर्दछ। ऊ जालीबाट छिर्न सकिने प्वाल खोज्न थाली। प्वालै नभएको सत्य फलामको जाली त कतै पनि हुँदैन भन्ने कुरा सबै लामखुट्टेले राम्ररी बुझेका हुन्छन्। यस्ता प्वाल कि त सिकर्मीहरूको हेलचेक्राइले, कि त खिया लाग्नाले, कि त कुनै केटाकेटीले बल हिर्काउनाले परेको हुन्छन्। सानो ठुलो जत्रो भए पनि कतै न कतै जालीको कुनै न कुनै ठाउँमा प्वाल त अवश्य हुन्छ। रात परिसकेको थियो र लामखुट्टेहरूको खाना खाने समय भइसकेको थियो। सुइरोले झनै आतुरी साथ जालीमा छिर्ने ठाउँ खोज्न थाली, किनभने भित्रपट्टि घरमा आहारा फेला पर्ने पक्का थियो। त्यति नै बेला अचानक उसको नजिकै भुनभुनको आवाज आयो। उसँगै ठ्याक्कै अनुहार मिल एउटा एनोफिलिस लामखुट्टे सुइरो बसेको ठाउँभन्दा 1 इन्च परतिर आएर बसी। नव आगन्तुक लामखुट्टेले सुइरोतर्फ हेरेर भनी, नमस्ते, मेरो नाम सियो हो। तिमी यहाँबाट भित्र पस्ने दाउ गरिरहेकी छेउ होइन? यो झ्यालको हरेक भाग म राम्ररी चिन्दछु, आऊ मसित। त्यति भनेर सियो भित्रपट्टि अलप भइहाली अनि भित्रपट्टि छिरेर जालीका तार फाटेर बनेको प्वाललाई देखाउँदै भनी, तिमीलाई पनि मलाई जस्तै भोग लागेको होला, छिटो आऊ। सियोको पछि लागेर सुइरो पनि भित्र पसी। ती दुई एनोफिलिसहरू त्यसपछि अँध्यारोमा भुनुनु गर्दै उडे। छिट्टै उनीहरू यस्तो ठाउँमा बस्न पुगे जो सेतो रङ्गको समुद्र नै जस्तो गरी फैलिएको थियो। त्यो लामखुट्टेबाट जोगिन मानिसहरूले पलङमा लगाउने गरेको झुल रहेछ। लामखुट्टेहरूलाई झ्यालको जालीमा जुन नियम लागू हुन्छ, झुलको हकमा पनि त्यही नियम लागू हुन्छ भन्ने पनि थाहा थियो। अर्थात् जुन ठाउँमा झुलको जाली हुन्छ त्यस ठाउँमा छिर्ने प्वाल अवश्य हुन्छ। झुलभित्र पस्ने उपाय गर्न उनीहरूले आपसमा काम बाँडे। सियोले भने, तिमी झुलको त्यो पाटो हेर, म यो पाटो हेर्छु। कुनै प्वाल फेला पर्नसाथ मलाई खबर गरिहाल। सुइरोले एकछिनमै झुलभित्र छिर्ने बाटो फेला पारिहाली। वास्तवमा त्यो प्वाल थिएन, कस्न बिर्सिएको झुलको एक छेउ थियो। उसले झटपट सियोलाई बोलाइहाली। उनीहरू भोज खान पाइने भयो भन्ने आशाले खुसी हुँदै भित्र छिरे। ओछ्यानमा एकजना बुढो मानिस र एउटी सानी बच्ची लमतन्न परेर मस्त निदाइरहेका थिए। बाजे चाहिँ घार घार घुरिरहेको थियो, नाति नै फुसफुस सुतिरहेकी थिए। सियो र सुइरोका अघिल्तिर दुईवटा शिकार थिए। अब कुनतिर पहिले लाग्ने? ती निदाएका बाजे र नातिने माथि एकछिन चक्कर मारेपछि दुईवटै लामखुट्टेहरू त्यस सानी बच्चीतर्फ लागे। सियो र सुइरो त्यस बच्चीका कोमल गालामाथि बसे। उनीहरूलाई कुनै हतार थिएन। रात पुरै उनीहरूकै थियो। भोज खान पाइयो भनेर सियो निकै रमाएकी थिए। सियोले भनी, ओहो, आज त फलिफापको दिन रहेछ। हिजो पनि म यहाँ आएकी थिएँ, तर लामखुट्टे धपाउने धूप बालेका रहेछन्। म त एकछिन पनि बस्न सकिनँ। धुवाले सासै फेर्न नसकेर म खाली पेट नै भागेँ। लामो सास तानेर सुइरोतर्फ हेर्दै सियोले भने, हेर त आज धूप छैन, अब आरामसित पिउन पाइने भयो।
अनि ती दुवै लामखुट्टेहरू त्यस सानी बच्चीको गालामा आफ्ना थुत्ना गाड्न मिल्ने ठाउँ खोज्दै छामछाम छुमछुम गर्न थाले। सुइरोले बच्चीको काननेर एउटा ठाउँ फेला पारी लामा र पातला खुट्टाहरूको पैठ लिएर सुइरोले आफ्नो थुतुनुको नली छालाभित्र तलसम्म पुग्ने गरी घुसाई। अनि त उसले तनतनी रगत तान्न थाली। अलिक पर्तिर बच्चीको चिउँडोनेर सियोले पनि आफ्नो थुतुनो घुसाउने ठाउँ फेला पारेकी थिए र ऊ पनि रगत चुसिरहेकी थिए। त्यस बच्चीको रगत उनीहरूका शरीरभित्र पसेपछि सियो र सुइरो दुवै गाढा रातो रङका देखिन थाले। उनीहरूलाई बिथोल्ने केही थिएन र ढुक्क भएर रगत तानिरहे। केही बेरमै दुई साथीका शरीर टनक्क भए। त्यस बखत एउटा सियोले सुइरोलाई या एउटा सुइरोले सियोलाई घोचिदियो भने रगतले भरिएका तिनका शरीर बेलुन झै फुट्ने थिए। ती दुई सखी पिउनै मस्त रहेका बेला अचानक रातको शान्ति भङ्ग भयो। लगातार घुरेको आवाज रोकिएको कुरो पहिले सुइरोले चाल पाए। उसले चनाखो भएर मासतिर हेरी। त्यो बुढो मान्छे जागिसकेको रहेछ। अब उसले के पो गर्ने हो नि? ऊ चिच्याई, ए सियो भागौँ यहाँबाट। बुढो मान्छेले निहुरेर पलङ छेउको बत्ती बाल्यो। सारा कोठा बत्तीको प्रकाशले झलमल्ल भयो। उसले दुई लामखुट्टेहरूलाई हेर्दै भन्यो, मेरी सानी बट्टुको रगत खाएर तिमीहरू भाग्न सक्छौ भन्ठान्या? रगत चुसा तिमी फटाहरूलाई म एकै चुट्कीमा सिद्धाइदिन्छु। दुवै लामखुट्टे उडेका मात्र के थिए। त्यस बुढाले हातले प्याट्ट हिर्कायो अघि उनीहरू बसेर रगत पिइरहेकै ठाउँमा। अहिले त बचियो, तर अर्को पाली त भ्याउला कि? त्यही बेला बच्ची बिउजेर रुन थाली र बुढाको ध्यान त्यतातिर गयो। मौका छेपेर दुवै लामखुट्टे भाग्नेतिर लागे र झुलको चँदुवामा गएर बाहिर निस्कने बाटो खोज्न थाले। तर खोजेका बेला प्वाल पनि कहाँ भेटिन्छ र? बेसरी रगत धोकेकाले उनीहरूका जिउ पनि पुटुक्क थिए अनि झुलभित्रको चहकिलो उज्यालोमा सजिलै देखिन्थे पनि। उनीहरू बडो लोसे तरिकाले भाग्ने बाटो खोजिरहेका थिए। सेतो झुलको चारैतिर गाडा टाटाहरू देखिन्थे। यसभन्दा अघिका रातका लामखुट्टे हत्याकाण्डका सबुत थिए ती। पछि रुन छाडेर शान्त भएपछि बुढाको ध्यान फेरि ती दुई एनोफिलिसतिरै गयो। ऊ घरि ताली मारेर लामखुट्टेलाई मार्न खोज्थ्यो, घरि मुट्ठी पारेर समाउन खोज्थ्यो। तर लामखुट्टेहरू कुनै तरिकाले आफ्नो ज्यान जोगाउन सफल भइरहेका थिए। तैपनि झोलबाट बाहिर निस्किने बाटो भने फेला पारिरहेको थिएन। स्थिति निकै सङ्कटपूर्ण थियो। बुढो मान्छे लामखुट्टेहरूलाई मार्न खोजिरहेको थियो र लामखुट्टेहरू चाहिँ यताउति भाग्न खोजिरहेका थिए। सानी बच्ची चाहिँ त्यो नाटक हेरिरहेकी थिए। यस्तैमा लामखुट्टेहरू कतै चल्ने ठाउँ नभएको झुलको एउटा कुनामा परे। अब पख्लास भन्दै बुढो दुईवटै हत्केला फैलाएर अघि बढ्यो। बस्ने कुनै उपाय थिएन। त्यति नै खेर त्यो बच्ची अचानक चिच्चाई, बुबु बुबु। बच्चीतिर फर्केर बुढीले भन्यो, बट्टु यी बदमास लामखुट्टे हुन्, यिनले तिमीलाई बिउज्याइदिए। उसले बच्चीलाई फकाउने प्रयास गर्यो, तर बच्ची झनै ठुलो स्वरले रुन लागि। यी दुष्ट लामखुट्टेहरू फन्दामा परेका छन्, म यिनलाई मार्छु अनि तिमीलाई एउटा कथा सुनाउँछु। बुढाले अलि झर्किँदै भन्यो। तर त्यो बच्ची मान्दै मानिन। बुबु बुबु भन्दै ऊ झन रुन कराउन लागि। ओहो, यति राति त तिमी कहिल्यै दुध खोज्दिनथ्यौ। दुध त लिन जानुपर्छ तल भान्सामा। बुढाले दिगदारी मान्दै भन्यो। बुबु बुबु, लौ लौ हुन्छ, म तल गएर दुध ल्याउँछु। झोलको कुनामा सातो उडेर बसेका दुईवटा लामखुट्टेलाई तीखो नजरले हेर्दै बुढो बिछौनाबाट उठ्यो। तिमी फटा लामखुट्टेहरू त्यहीँ बसिराख, म काम सिद्ध्याएर तुरन्तै आउँछु। झोलको पातो कसिलो पारेर बुढो तल भान्सातिर गयो। आफ्नो बाजे कोठा बाहिर निस्किने बित्तिकै सानी बट्टु उठेर ओठमा औँला राखेर चुप इसारा गर्दै सुइरो र सियोको नजिक अनि उसले निहुरेर झुलको पातो खोलिदिए। सुइरो र सियो एक अर्कालाई हेरे। यो त पत्याउनै नसकिने कुरा भयो। एउटा मनुष्यले उनीहरूको जीवन बचाउन खोजिरहेको थियो, त्यो पनि त्यही बच्चाले जसको रगत पिएर उनीहरू धमरधुस भएका थिए। तर यस्तो अवसरमा धेरै सोचेर समय खेर फाल्नु उचित थिएन। उता बुढो बाजे भर्याङ उक्लँदै गरेको आवाज पनि आयो। त्यस बच्चीले दया गरेर झुलको मुख खोलिदिएको ठाउँबाट उनीहरू फुत्त उडेर भागे र सोझै झ्यालतर्फ लागे।
अघिभित्र पस्ताखेरिको प्वाल फेला पार्न उनीहरूलाई कुनै गाह्रो भएन, तर प्वालबाट निस्केदा भने अलिक चेपिनु पर्यो, किनभने पहिलेभन्दा अहिले उम्कदा उनीहरू धेरै नै मोटाएका थिए। जे भए पनि उनीहरू छिरेर जाली पार गरे। बाहिर पुगेर ढुक्क भएपछि आफ्नो जीवन बचाउने त्यसपछिलाई सियो र सुइरोले एकपटक फर्किएर हेरे। बुढो बाजेले ल्याइदिएको दुध बट्टु ज्ञानी भएर पिउँदै थिए। बुढो भने लामखुट्टेहरूलाई झुलभित्र नपाएर टाउको कनाउँदै थियो। कहाँ गए होलान् ती लामखुट्टेहरू? ती दुई लामखुट्टेहरूले त्यस रोमाञ्चक साँझलाई बाँचुन्जेल बिर्सिएनन्। उनीहरूले आफ्नो बच्चा बच्चीलाई पनि त्यस रातको कथा सुनाए र त्यो कथा लामखुट्टेका पुस्तौं पुस्ताले सुन्दै गए। आज पनि तपाईँले भक्तपुरमा कुनै लामखुट्टे फेला पार्नुभयो भने तिनीहरूले सुइरो र सियोको रमाइलो कथा अवश्य सुनाउनेछन्। उनीहरूले के पनि बताउनेछन् भने पानी परे पनि या घाम लागे पनि सुइरो र सियो त्यस घरमा फेरि फर्केर गएनन्। एक त त्यस बुढो मानिसको डरले गर्दा र अर्को एउटी सानी बच्चीको मायाले गर्दा।